सन्डे पछि मन्डे र मन्डे पछि ट्युजडे नै किन आउँछ त? यो कुरा 99% मान्छेहरूलाई थाहा छैन। तर यदि तपाईँ यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँ त्यो 99% मा पर्नुहुन्न आजबाट, किनभने आज हामी यो भिडियोमा त्यो कुरा बुझ्नेछौँ। सो तपाईँहरू सबैलाई थाहा छ डेज अफ द विकमा कुन कुन डे हुन्छ। सन्डे, मन्डे, ट्युजडे, वेडनेसडे, थर्सडे, फ्राइडे र स्याटरडे। तर यसलाई अझै राम्ररी बुझाउने हो भने नेपालीमा हामीले त्यो नाम दिनुपर्ने हुन्छ। आइतबार, सोमबार, मङ्गलबार, बुधबार, बिहिबार, शुक्रबार र शनिबार। र यसको नामसँगै चाहिँ हामीले ज्योतिषमा त्यसलाई प्लानेट असाइन गरेको हुन्छ, उसको नाममा नै त्यो प्लानेट छ। जस्तै आइतबार वा रविबार भन्छ हिन्दीमा, त्यसमा सूर्यले रुल गर्छ। त्यसपछि मन्डे और सोमबारमा चाहिँ सोम यानी चन्द्रमाले रुल गर्छ। त्यसपछि मङ्गलबारमा मङ्गलले, बुधबारमा बुद्ध यानी मर्क्युरी, थर्सडे बिहिबारमा चाहिँ गुरु बृहस्पति, त्यसपछि हाम्रो फ्राइडेमा चाहिँ भिनस यानी शुक्रले, शुक्रबार भनिन्छ त्यही कारणले गर्दा, र त्यसपछि हाम्रो शनिबारमा चाहिँ अफकोर्स शनिदेवले। सो यो सँगै हामीले अब के बुझ्नुपर्ने जरुरी हुन्छ भन्दा हामीले अब यो प्लानेटहरूको अर्डरलाई जुन चाहिँ हामीले अहिले 7 प्लानेट्स लिइसकेका छौँ, त्यो प्लानेटलाई चाहिँ हामीले अब उनीहरूको स्पिडको आधारमा चाहिँ डिटरमाइन गर्छौँ वा डिफ्रेन्सिएट गर्छौँ। सो प्लानेट्सको स्पिडहरूलाई चाहिँ हामीले अब डिसेन्डिङ अर्डरमा राख्छौँ। र सो अब यो स्पिड चाहिँ कसरी डिटरमाइन गर्छ भन्दा चाहिँ एउटा जोडियाक साइनलाई पास गर्नको लागि चाहिँ अर्थको पर्सपेक्टिभबाट चाहिँ त्यो प्लानेटलाई चाहिँ कति टाइम लाग्छ होइन। सो हामीले हेर्छौँ कि स्याटर्नलाई लगभग 2.5 इयर्स लाग्छ, जुपिटरलाई 1 इयर जति लाग्छ होइन। त्यस्तै गरी चाहिँ अब सबभन्दा लिस्ट चाहिँ मुनलाई लाग्छ जुन चाहिँ 2.5 डेज छ है। सो यसकै अर्डरमा चाहिँ हामी यसलाई डिसेन्डिङ अर्डरमा राख्छौँ। जस्तै स्याटर्न पछि जुपिटर, जुपिटर पछि मार्स, मार्स पछि सन, सन पछि भिनस, भिनस पछि मर्क्युरी, मर्क्युरी पछि मुन। सो यो अर्डरलाई चाहिँ याद राखिराख्नु होला, किनभने यो पछि हामीलाई एकदमै काम लाग्नेछ। र स्पिड हामीले बुझिसकेपछि चाहिँ हामी जान्छौँ होरातर्फ। सो होरा चाहिँ तपाईँहरूले सुनिराख्नु भएको होला, तर त्योभन्दा बढी सुन्नुभएको चाहिँ आवर हो। सो आवर चाहिँ होराबाट नै आएको है। सो त्यो होरा चाहिँ एउटा एक दिनमा चाहिँ कतिवटा हुन्छ भन्दा 24 आवर्स अ डे है। सो त्यो 24 आवर्समा चाहिँ इच अफ द प्लानेटलाई चाहिँ असाइन गरिएको हुन्छ। इच होरा चाहिँ सर्टेन एउटा प्लानेटले चाहिँ रुल गरेको हुन्छ। त्यो प्लानेट चाहिँ कसरी डिटरमाइन हुन्छ भने चाहिँ त्यो अघि नै हामीले जुन अर्डर पढेको थियौँ त्यही अर्डरको आधारमा चाहिँ हामीले त्यो प्लानेट वा त्यो होरा चाहिँ उसले रुल गर्छ। जस्तै हामी फर इक्जाम्पल फर्स्टमा सन लिन्छौँ भने सनबाट भिनस, भिनस मर्क्युरी, त्यसपछि मुन, स्याटर्न, जुपिटर, मर्क्युरी र फेरि सन आउँछ है। सो यसरी नै हामीले अब फर्स्ट आवर लाइक फर्स्ट होरा या फर्स्ट आवर डेको जुन चाहिँ सनराइजबाट सुरु हुन्छ बाइ द वे। र यो हामी गर्दै गर्दाखेरि यही रिपिट यो लिस्टलाई नै हामीले रिपिट गर्छौँ भने चाहिँ 24th होरामा चाहिँ मर्क्युरी आउँछ र त्यसपछि फेरि मुन आउँछ। सो हामीले चाहिँ अब कसरी थाहा पाउँछौँ भन्दाखेरि चाहिँ जस्तै हामीले सन्डे चाहिँ सूर्योदयको टाइममा चाहिँ सनको होरा चलिरहेको हुन्छ, त्यसपछि अर्को नेक्स्ट डेको सूर्योदयको टाइममा चाहिँ मुनको होरा चलिरहेको हुन्छ। यही अर्डरलाई हामीले फलो गर्छ भने 25th होरा यानि अर्को दिनको फर्स्ट होरा चाहिँ मुनले रुल गरिरहेको हुन्छ। त्यसपछि फेरि त्यही अर्डरलाई हामी कन्टिन्यू गर्छौँ भने चाहिँ त्यसको नेक्स्ट डे चाहिँ मार्सले रुल गर्ने चाहिँ होरा चलिरहेको हुन्छ। सो यसरी नै हाम्रो सन्डे, मन्डे, ट्युजडे गर्दै गर्दै हामी स्याटरडेसम्म पुग्छौँ। र यही कारणले गर्दाखेरि चाहिँ हामी यही अर्डरमा चाहिँ हाम्रो डेज अफ द विकलाई मनाउँछौँ। यो कुरा वेस्टर्नर्सहरूले बुझाउन सक्ला नसक्ला, बट हाम्रो वैदिक एस्ट्रोलोजीले पहिलेदेखि बुझाइएको छ। यस्तै इन्ट्रेस्टिङ भिडियोको लागि फलो एस्ट्रोकर्माज एन्ड कमेन्ट योर क्वेरीज बिलो। राधे राधे।